हेलो एभ्रिबडी हामी चाहिँ आज जाँदैछौँ ट्रिप टु पोखरा हुँदै मुस्ताङ र फर्किँदा चाहिँ त्रिशुली हुँदै काठमाडौँको यात्रा सुरु भएको छ। यो चाहिँ हाम्रो ठ्याक्कै बेपछिको ट्रिप हो, लाइक हनीमुन ट्रिप। हामी दुईटा कपल्स छौँ, जाँदैछौँ अन द वे। थोरै अफ रोड थोरै पिच रोड गर्दै गर्दै बाइक राइडमा चाहिँ हामी दुईटा कपल्स जाँदैछौँ। फर्स्ट स्टप चाहिँ मलिकको थियो र त्यहाँको माछा नखाइ त हुँदै भएन, सो हामीले चाहिँ त्यहाँनिर के खाने चुज गरेर खानको लागि बस्यौँ। यताको भ्यू पनि धेरै राम्रो थियो। हामीले चाहिँ पुरै भ्यू हेर्दै हल्का टायर्ड रेस्ट गर्ने भनेर फोटो भिडियोहरू बनाउँदै छौँ यता। हेलो गाइस, मलिकोमा खाना खाइसकेर हामी फेरि हाम्रो सामानहरू चेक गरेर लागिरहेछौँ पोखरातिर। बिचमा चाहिँ हामीलाई चिया खान मन लागेर फ्रेस हुनको लागि चिया जुस पानी पिएर फेरि ब्याक टु पोखरा। रोडहरू चाहिँ लाइक हाफ अफ द रोड चाहिँ अफ रोड हाफ पिच हुँदै हुँदै रमाइलो गर्दै बाटोमा हामी चाहिँ लाग्दैछौँ पोखरातिर। हामी चाहिँ अलमोस्ट पोखरा आइसक्यौँ। पोखराको हिमाल र फाइनली हामी चाहिँ पोखरा पुग्यौँ र हाम्रो 99 म्याक्स स्पिड थियो। पोखरामा हामीले चेकिङ गऱ्यौँ। चेक इन गरेर होटेलमा फ्रेस भएर चेन्ज गरेर हामी चाहिँ अब लेक साइडतिर जाने डिसिजन गऱ्यौँ। यो चाहिँ हामी बसेको होटेल हो। ओके, कहाँ जाँदैछौँ हामी अब? लेक साइड हानेर बस्यौँ है। अलिकति यस्तो हामी चाहिँ बाइक लिएर फेरि लेक साइडतिर यात्रा सुरु भयो। यतातिर चाहिँ एकदम रमाइलो छ, जतिचोटि गयो भने पनि रमाइलो हुने भाइब्स छ। र हामी चाहिँ दुईटा कपल्स मजाले भिडियो बनाउँदै जाँदैछौँ। लेक साइड पुग्यौँ हामी। त्यहाँ चाहिँ आरतीको टाइम हुँदै थियो। हामीले आरती हेऱ्यौँ। आरती सकेपछि चाहिँ हामी अब
स्ट्रिट फुडहरू नि खाँदै जाउँ, हेर्दै जाउँ कतातिर खाने भन्दै मजाले हिँड्दै थियौँ आफ्नै तालमा, नाच्दै गाउँदै। रमाइलो चाहिँ त्यहाँ चाहिँ पुरै म्युजिक बजिरहेको थियो। हामी 4 जना चाहिँ अब के खाने भन्दै डिसाइड गर्दै, गफ गर्दै, डान्स गर्दै हिँड्दैछौँ। हामीले फेरि त्यहाँ चिया देख्यौँ आगोमा पकाइरहेको पटमा। हामी चाहिँ त्रिसरातिर गयौँ। त्रिसराको लाइभ म्युजिक सुन्दै हामी चाहिँ के खाने भन्दै मेन्युहरू डिसाइड गर्दै थियौँ। अनि थ्याङ्क यू त्रिसरा हामीलाई विस गर्नुभएकोमा। चाहिँ बहिनीको डान्स सुरु हुन्छ। डान्स पछि हाम्रो खाना पनि रेडी हुन्छ। हामीले कबाबहरू अर्डर गरेको थियौँ र हाम्रो मिक्स कबाब रेडी। अत्यन्तै मिठो थियो खाना चाहिँ। हामीले फेरि एकछिन डान्स गऱ्यौँ। डान्स सकिसकेपछि चाहिँ हामी क्लब 16 गयौँ। क्लब 16 मा नि मजाले डान्स गऱ्यौँ हामी 4 जनै। नाच्दा नाच्दा चाहिँ मेरो बहिनीको जुत्ताको हालत चाहिँ खतरा भएको थियो, देखाउँदै थियो मलाई। नेक्स्ट मर्निङ हामीले चाहिँ यस्तो राम्रो हिमाल हेर्दै हामी लाग्यौँ मुस्ताङतिर। मुस्ताङको यात्रा सुरु भयो पोखराबाट। हामीले बिचमा ब्रेकफास्ट गऱ्यौँ। ब्रेकफास्ट गरेपछि फेरि लाग्यौँ मुस्ताङतिर। बाइक ट्रिपको पनि छुट्टै मजा छ। हामीले रमाइलो गर्दै गयौँ। झरना, खोला, ब्रिज सबै चिजहरू हेर्दै फोटो भिडियो बनाउँदै बाटोमा रोक्दै गइरहेको थियौँ। धेरै नै रमाइलो मोमेन्ट्स थियो यो सबै। हरेक 15-20 मिनटको बाटोमा चाहिँ ठुलो झरनाहरू थियो, धेरै नै राम्रो झरनाहरू। र हामी चाहिँ ठाउँमा बाइक रोक्दै सिनलाई पनि पुरै इन्जोय गरेर फोटो भिडियो बनाउँदै जाँदै थियौँ।
हामीले चाहिँ पुरै गोल्डन माउन्टेन देखिरहेको थियो। त्यति क्याप्चर चाहिँ गर्न पाएनौँ बादल लागेको भएर। फाइनली हामी पुग्यौँ मुस्ताङ। मुस्ताङ चाहिँ यस्तै हुन्छ, बाटोहरू, सिनहरू, डाँडा काँडा, खोला। र हामी त्यहाँको होटेलमा नि पुग्यौँ। होटेलमा चेकिङ गरिसकेपछि हामी खानाहरू खान चाहिँ एक ठाउँमा गएको थियौँ। हेलो गाइस, मुक्तिनाथ आइपुग्यो अनि अहिले चाहिँ मैले चाहिँ केटाहरूलाई मुक्तिनाथ ल्याइसकेँ है बाटोमा आनन्दले। अब चाहिँ हामी खाना खान लाग्यो। यहाँ पनि यस्तो ठाउँ रहेछ, अब के भन्नु, अब सबैजना अब नभए यस्तो मजा आउँथ्यो है। ठिकै छ, अब मिस यु गाइस। चिसो मौसम भयो नि हामीले चाहिँ कजी प्लेस पाएको थियौँ तातो। हामीले याकको सुकुटी पनि खायौँ। मर्निङ बहिनी ज्वाइँ चाहिँ मुक्तिनाथ टेम्पल दर्शन गर्न गएको बेला चाहिँ हामी चाहिँ उनीहरूलाई वेट गरेको थियौँ ब्रेकफास्टको लागि। र ब्रेकफास्टमा हामीले थुक्पा, चिया अनि एग टोस्ट सब मगाएको थियौँ। यस्तो दामी थुक्पा, यस्तो मिठो थियो बिहान बिहान जाडोमा। हाम्रो चाहिँ जुठो परेको भएर हामी मन्दिर जानु पाएनौँ। सो हामीले यता वेट गरेर ब्रेकफास्ट अर्डर गरेर फाइनली उनीहरू पनि मन्दिर आएर इन्जोय गर्दैछ। त्यहाँको दर्शन सकेपछि हामी चाहिँ मार्फातिर जाने भनेर लाग्यौँ। मुस्ताङ चाहिँ धेरै नै रमाइलो छ। हिमाल, डाँडा काँडा, खोलाहरू हेर्नलाई एकदमै रमाइलो छ। हामी चाहिँ एकछिन बाइक रोकेर यतातिर पनि भिडियोहरू खिचेछौँ। निकै रमाइलो ठाउँ। हामी जेरी गल्ली जाने भनेर जाँदैछौँ। फाइनली हामी पुग्यौँ जेरी गल्लीमा। हामीले कस्ट्युम लगायौँ। कस्ट्युम लगाएर मजाले घुम्दै त्यहाँ पनि भिडियो फोटोहरू खिच्दै रमाइलो गर्दै हामी 4 जना चाहिँ हिँड्दै थियौँ गल्ली गल्ली। जाँदै अन द वे चाहिँ के प्लान भयो भने बन्जी जम्पिङ गर्ने प्लान भयो। यो चाहिँ मेरो विस लिस्ट थियो पहिल्यैदेखि। मेरो बेबीलाई चाहिँ अलिकति फ्री फल थियो, डर लाग्ने भएर, बट यो दुईजनाले चाहिँ पुरै मोटिभेट गरिरहेको थियो, गर्नैपर्छ, अहिले गर्नुपर्छ, अझै गर्नुपर्छ भनेर। उनीहरू चाहिँ लास्ट इयर गरिसकेको थियो। सो वी डिसाइडेड टु डु। टिकट काट्यौँ, लियौँ, खाजाहरू खायौँ र बेबीले पनि म गर्छु ल ठिक छ भनेर हिम्मत लिएर आयो। र हामीले माउन्टेन ड्यू खाएर डर्के आएपछि त्यही भन्दै कन्फिडेन्ट लेभल बढायौँ। र फाइनली हामी पुग्यौँ बन्जी जम्प गर्ने ठाउँमा। म चाहिँ एकदम एक्साइटेड थिएँ किनभने उयो थियो मलाई पहिल्यैदेखि गर्नु मन लाग्यो, कपाल बन्जिङ पहिल्यैदेखि गर्नु मन लागेको चिज थियो। सो वी आर रेडी हियर। 3, 2, 1, बन्जिङ। हेलो, यहाँ 10 बजे छ नि बाँकी।
जुत्ता त खसेर नि त्यहाँ पुगिसकेपछि चाहिँ सबभन्दा डरी हो क्या त्यो अगाडि डोरी तान्छ त अगाडि सबैभन्दा डर त्यही हो त्यसपछि बुढा के भन्छ हेर्नु धेरै नसोच्नु पैसा फिर्ता हुँदैन नाइस एक्सपिरियन्स थोरै भिडियो आउन के कसो हो त हामी त्यहाँ सकेर त्रिशुली पुग्यौँ त्रिशुलीको होटेलमा चेकिङ गरेर चाहिँ भ्यू हेर्दैछु यो चाहिँ नाइट भ्यू बाल्कनीमा टक्क अर्को जोडीहरू चाहिँ यता बस्दै गएको थियो एन्ड देन हामी डिनर गर्न गयौँ चाहिँ पुरै डिनर हामीले के खाने छानी हालेर खान थाल्यौँ धेरै मिठो थियो बेबीले चाहिँ मलाई खुवाइदिँदै थियो र हाम्रो त्यसपछि बार्बेक्यू सुरु भयो एन्ड देन नेक्स्ट मर्निङ त्यही भ्यू नाइट र मर्निङमा टोटली डिफ्रेन्ट थियो मर्निङमा चाहिँ एटलिस्ट सबै खोलाहरू हेर्न पाएको थियौँ त्यसपछि हामी कफीतिर गयौँ ब्रेकफास्ट कफी गर्नको लागि गयौँ ब्रेकफास्ट टाइम के रहेछ जुस अहिले यसमा हालेर मिठो ब्रेकफास्ट सकेपछि यता चाहिँ स्नुकर सुरु भइरहेको थियो मेरो बुढा र हिसाबको पुरै कम्पिटिसन चल्दैछ मेरो बहिनी चाहिँ एउटा कफी बनाउँदैछ सबैजनाको यसपछि अब चाहिँ हाम्रो एक्टिभिटिज सुरु भयो फर्स्टमा चाहिँ हाम्रो जिप लाइन यताबाट किसन राई भइसक्नु भएको छ त्यसपछि मेरो बहिनीको टर्न सिमरन बहिनीको पालो पनि गइसकेको छ एकदम रमाइलो यो चाहिँ डर पनि नलाग्ने रमाइलो थियो अनि मेरो पालो एकदम एडभेन्चरस भएको थियो यो ट्रिप चाहिँ बन्जी जिप लाइन अझै राफ्टिङ साइक्लिङ सब गऱ्यौँ हामी यता मेरो बेबीको पालो पनि पारी पुगिसकेको छ अलमोस्ट त्यसपछि उताबाट चाहिँ हामी साइक्लिङ गर्दै आयौँ कपल साइक्लिङ थियो यो पनि रमाइलो Guys, we are heading towards rafting today. How are you guys feeling? So you guys, हामी हावा पानी आगो सबसँग खेलिरहेको छौँ हामी हावामा पुरै साइक्लिङ गर्ने मान्छे How are you feeling today? अनि सुरु भयो हाम्रो ऱ्याफ्टिङको जर्नी त्यसपछि ऱ्याफ्टिङ गर्दै गएपछि बिचमा चाहिँ हाम्रो जम्पिङ सुरु भयो सबजना 1 by 1 जम्प गर्दै थियौँ मेरो लाइफको सबैभन्दा फर्स्ट हाई जम्प थियो जम्प नै मेरो फर्स्ट टाइम हो यसरी र मैले धेरै हिम्मत लिएर आएर जम्प हाने र मेरो बहिनी चाहिँ पुरै हेर्दै चाहिँ पहिला के कसो छ तलतिर भनेर र कन्फिडेन्ट ल्याउँदै चाहिँ बिस्तारै बिस्तारै र फाइनली से जम्प्ड यसरी नै हाम्रो ट्रिप चाहिँ सकिन्छ बाई गाइस थ्याङ्क यू फर वाचिङ